Hello guys, welcome to Samiksha's vlog. It's me Samiksha Parajuli, studying 3rd year MBBS at College of Medical Science. Saturday neither, so we are going to Saktikhor नजिकैको ठाउँ हो हैन अनि for a refreshment. So आज चाहिँ vlog त्यसकै बारेमा हुन्छ, contents त्यसकै बारेमा हुन्छ. I'm so excited. I'll get ready and त्यसपछि we will head to there. पहिला सुरुमा साथीहरुसँग भेट भएर जाने प्लान छ, जाने स्कुटीमा हो. So let me get ready. So this is my final looks. कस्तो pretty feel भयो मैले like I have lashes नि त eyelashes and mascara कस्तो cute देखियो. Thank you for making beautiful this Lancome को mascara. Thank you my sister. This is my final look. अब जुत्ता लाउनु हो, चप्पल लाइराछु म. So म चाहिँ अब यिनीहरुको फ्ल्याटमा आइसके हैन, अपेक्षा र समीक्षाको फ्ल्याटमा. अनि चाहिँ मेरो समीक्षा म चाहिँ अपेक्षा. सो अब हामी चाहिँ रेडी भएर जान लाग्यो. बाइ बाइ भन्नु सक्नुहुन्छ. स्टे ट्युन्ड. अब हामीले के गर्छौं त्यही गरेर देखाउँछौं. भर्खरै हामी शक्तिखोर खोला नजिक चाहिँ आइसक्यौँ. अब यहाँ स्कुटरहरू राख्यौँ. अब त्यसपछि अझै 20 मिनट चाहिँ फेरि हिँड्नु हैन. अनि सो अहिलेलाई चाहिँ बाइ. सब थाकिसक्यौँ, पुरै इनर्जी ड्रेन भइसक्यो. 1 घन्टैभन्दा बढी ड्राइभ गरेको. घाम पनि यस्तो हो, उल्टो बाटो हिँडेर, तर इट विल वर्थ इट. माथि पुगेछौँ कि अझ नपुग्ने ठाउँमा गुगल म्यापले, तर केही छैन, इट विल वर्थ. गाइज हामी चाहिँ हिँड्दै हौँ हैन, अझै हैन, थकैलाई मिनी हाइकिङ जस्तो भइसक्यो. समीक्षा र ममता चाहिँ अगाडि गइसके. हेलो भन. पंखामा जुगाड चलाउँदै हौँ, तर नि गर्नु हैन. बाटोमा जाने हो, पुगेसी देखाउँछु. अब गाइज हामी चाहिँ हाम्रो बाटोमा छौँ. अनि पछि हेर्नु दर्शक महानुभावहरू लगातारन भइसक्यो. उसलाई चाहिँ भोक लागेर यहाँ दालमोट खाँदैछ. थाहा छैन अझै कति हिँड्न हो, तर हामी हिँड्छौँ. पाल्पिटेसन, ट्याकिकार्डिया, ओ माई गॉड, सबै भइसक्यो. ल गाइज बाइ बाइ. लास्टै थकै लाग्यो. एट इट्स पिक. गाइज फाइनल्ली वी रिच्ड आवर डेस्टिनेसन. अब चाहिँ हामी चेन्ज गरेर बुझ्ने हो. थकै लाग्यो है. अपेक्षा आइसक्यो. बुझ्नु भयो. अन प्रोसेस हामी चाहिँ अब चटपट बनाउन लाग्यो. हाम्रो काटकुट गर्ने मान्छे, केलाउने मान्छे, यता सरेछ काटकुट गर्ने मान्छे. म चाहिँ हो ममा मात्र मिलाएको मेरो काम यही हो. यस्तो प्रेटी देखिरहेछ मलाई. यतापट्टि मान्छेले इन्जोय गरेछन्. अब पहिला भोक लाग्यो, पेटमा केही हाल्छौँ अनि त्यसपछि हामी नि घुम्न जाने, खेल्न. त्यही सबै त हेर न एकचोटि. और चटपट मेकर. म पनि चाख्छु थोरै. भिडियो अन छ. लास्ट मिठो मिठो भयो. गाइस सब धेरै भयो, धेरै किनेछौँ. लास्ट रहेको चटपट भ्याक्युम ब्याग भयो. टाढीबाट चित्तम भरतपुर जाने. कस्तो भयो गाइस? रमाइलो भयो खाना त. तर
हामी चाहिँ एकछिन डुबेर भिजेर भ्याएको होइन कस्तो लाग्यो कसलाई चाहिँ ठाउँ रमाइलो भयो इन्जोय भयो अब चाहिँ अब जान्छौँ होला बाई बाई हामी चाहिँ अब नुहाएर रेडी घुमेर रमाइलो भयो अनि फर्किन लागेको बिहान 10 बजे घरबाट हिँडेको अहिलेसम्म घरमा कल हुन पाएन यो जङ्गलमा सम्पर्क हुन नसकेर मलाई घरमा बास पनि हुन्न जस्तो आज म यिनीहरूको फ्ल्याटमा बस्नेवाला हुँ सो लेट्स सी के हुँदै हो छिटो टावर टिपेर घरमा कल गर्न पाए नि हुन्थ्यो एउटा टावर चाहिँ देखियो है गाइज भन्दै ल यो चाहिँ हाम्रो अपेक्षा ममता फलोड बाई समीक्षा ओके हिँड्दैछौँ अनि यस्तो छ ठाउँहरू अब जानु आँटेको हामी चाहिँ अब स्कुटर भाटामा आइपुग्यौँ होइन अब चाहिँ घर जाने अनि पुरै टायर्ड भएर कस्तो भइसक्यो अब 1 घन्टाको पुरा फुल राइड छ अनि बल्ल घर पुग्छौँ सो अहिले फेरि बाई कस्तो भयो गाइजहरू बाई भन्दै अब तिमीहरूसँग लास्ट बाई सी यू इन नेक्स्ट भ्लग